morning guys. आज एकदमै रमाइलो दिन हुनेवाला छ किनकि it is gonna be the first day at the gym. Your boy gonna be buffed up. एकदमै बफ हान्छु म हैन. दामी बडी बनाउने हो guys. अब one day भन्ने कि day 1 भन्ने त्यो आफैले चुज गरौँ. मैले चाहिँ day 1 भन्ने चुज गरेँ. So आज धेरै कुरा छ. I'll show you. What's up guys? म चाहिँ भर्खरै जिमबाट फर्केँ. Today was day 1. आज मेरो टाइमिङ अलि मिलेन. 10 बजे द जिम क्लोजेस and I was there at 9 o'clock. अनि 1 घण्टा मात्र गर्न पाएँ. आज खासै केही त भएन. बेसिक वार्म अप्स र कार्डियो मात्र भयो र कोरको अलिकति वर्कआउट भयो. द्याट्स इट. अब भोलिबाट प्रपरली हुन्छ. आई एम थिङ्किङ 3 डेज चाहिँ प्रपर वर्कआउटै गर्छु अनि हप्ताको 3 दिन चाहिँ कार्डियो मात्र गर्छु. लेट्स सी हाउ इट गोज. इफ आई निड टु टेक अ रेस्ट आई विल अल्सो टेक रेस्ट डेज इन बिट्विन. फुडमा चाहिँ खासै गरेको छैन. भोक लागिरहेको छ. अब एकछिनमा खाना खान्छु म. पकाएको त छ. अब आइल टेक अ सावर. पसिना भएको छु म कार्डियो गरेर. एन्ड देन आइल इट समथिङ एन्ड देन आइल सी यु गाइज अगेन. बाई. हाई गाइज. आई जस्ट सेभ्ड. मैले दारी काटेँ. मेरो चिल्लै भएको छु. अब चाहिँ खाना खान लाग्यो. आज प्रोटिन इन्टेक मजाको छ किनकि चना खाँदैछौँ हामी. चना दाल अचार माम. एन्ड म मुभी हेर्दैछु. सानोमा धेरै हेर्ने हो. आई मुभी लिङ्गेसनवाला मुभी हेर्दैछु. सो या बाई. पुसअप. म गोरा चिट्टा भइसकेँ. एज यु गाइज अघि नै स. कपाल पनि अहिले राम्रो छ. एन्ड दिस इज बेलुकाको 5 बजेतिर. यतिकै आई जस्ट वोक अप. हजुर 6 in the evening. पिपुललाई घडी हेर्न पनि आएन. सायद त्यो इन्डियाबाट लिएर आएको आलु घडी परेछ कि के परेछ. आई डोन्ट नो होइन. इट्स 6 ल 6 बजे छ. 6 7 खै गर्नु त दिदी. 6 7 गर्दैन. 6 7 आउँदैन. 6 7 गर्नु. 6 7 हो. सो 6 7 गाइज. झ्याउ लाग्यो. दिदी आउनु भएको आज गाइस. दिदीको ट्रिप थियो काठमाडौँको. कस्तो भयो दिदी ट्रिप? भ्लगमा सुनाइदिनु. एकदम रमाइलो भयो. दिदी धनगढीबाट गएर तपोवन गयो. त्यसपछि एकैचोटि तपोवन भित्रबाट एकैचोटि धनगढी आउने दिन तपोवनबाट निस्केर आयो. मजाले मैले नो माइन्ड गरेँ अनि एकदम राम्रो फिल भइरहेको छ अहिले. तर अहिले चाहिँ मलाई अलिक ज्वरो आएर रुगाखोकी लागेर आई लुक लाइक अ ब्लन्डर होइन. बट अमेजिङ एक्सपिरियन्स. के हो तपाईँ के हो नो माइन्ड भनेको? नो माइन्ड थेरापी भन्छ होइन. अनि ओसो कम्युनमा गएको थिएँ म. तपोवन ओसो इन्टरनेसनल कम्युनमा गएको थिएँ म. त्यहाँ चाहिँ नो माइन्ड थेरापी सुरु भइरहेको थियो. म यत्तिकै बस्न गएको थिएँ. ठ्याक्कै त्यहाँ गएको बेलामा त्यो थेरापी पनि सुरु भइरहेको थियो. अनि मैले त्यो पनि गरेर अनि आएको. ल हालिदिन्छु. ल दिदीको एक्सपिरियन्स सुन्यो. अब इफ यु डु एनिथिङ हामीहरूले केही पकायौँ भने म देखाउँछु. सो द्याट्स इट. बाई बाई.